साथीहरू ट्रिपल एचले कन्फर्म गरिसकेको छ कि जोन सिनाको रिटायरमेन्ट म्याच चाहिँ डिसेम्बर 13 को दिन स्याटरडे नाइट मेन इभेन्टमा हुन जाँदैछ। साथीहरू डब्ल्युडब्ल्युईमा अहिलेसम्म जोन सिनाको जस्तो ड्रेस लाएर कतिजना सुपरस्टारहरू आएको थिए हेर्न सक्नुहुन्छ। यसपालिको हेलोविनमा चाहिँ केभिन ओवेन्सले जोन सिनाको जस्तै ड्रेसअप लगाएर फोटो खिचेको छ। साथीहरू यदि तपाईहरुलाई जोन सिनाको फाइनल अपोनेन्ट यो 4 जना सुपरस्टार मध्ये कुन सुपरस्टारसँग गराउँदा ठीक होला भन्नुहुन्छ भने तपाईहरु कुन सुपरस्टारलाई रोज्नुहुन्छ कमेन्ट गरेर भनिदिनु होला। साथीहरू एउटा फ्याक्टको कुरा, जबदेखिको ट्रिपल एच डब्ल्युडब्ल्युईको कन्ट्रोलमा आएको छ तबदेखिको वुमेन्स सुपरस्टारले एउटा पियालीमा मात्र मेन इभेन्ट गरेको छ। यो एलिमिनेसन चेम्बर पियाली पनि रिया रिप्लीको होम टाउन अस्ट्रेलियामा भएर मात्रै रिया रिप्ली भर्सेस नाया ज्याक्सको म्याचले मेन इभेन्ट गरेको हो। साथीहरू आजको लागि यति नै, फेरि भेट्नेछौँ अर्को भिडियोमा। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गरिदिनु होला। जाँदा जाँदै रोमन रेन्जले 2020 देखि 2025 सम्म कसरी ट्रान्सफर्मेसन गरेको थियो हेर्न सक्नुहुन्छ।